महिमामा आउनुहुने परमेश्वरको वचनको लागि प्यासी भएर दिन रात नभनी ईश्वरबाटै उपचार र ईश्वरबाट शान्ति ईश्वरबाट खुसी पाउनलाई जुट्नुहुने सम्पूर्ण ईश्वरका प्रिय सन्तानहरू आज्ञाकारी सन्तानहरू ईश्वरका आत्मिक सन्तानहरूमा परमेश्वर पिताको परिपूर्ण आशीर्वाद मिलोस् र साथमा शिर झुकाएर नमन भन्न चाहन्छु। अँध्यारो दिन थियो, आज ईश्वरले ज्योतिमा प्रकट गर्नु भएन त? भयो कि भएन त? धन्यवाद। त्यसै कारण त गर्न मन लाउँछ ईश्वर। यो दुनियाँमा तपाईभन्दा महान र तपाईभन्दा शक्तिशाली यो दुनियाँमा कोही छैन पिता। तपाईले आज तपाईको खुद महिमा प्रकट गर्नुभयो। आफ्ना सन्तानको दुःख र कष्ट देख्न नसकेर आज यी महिमाहरू प्रकट गरेर सबैलाई शान्ति र आनन्द महिमा र चङ्गाई खुसी दिनुभयो। शैतानिक आत्माले लुटेको खुसी सर्वशक्तिमान ईश्वरले उहाँको पुत्रको नाउँमा वापस ल्याएर सन्तानलाई दिनुभयो। धन्यवाद गर्छु परमपिता परमेश्वर यीशु मसीहको नाउँमा हजुरलाई र यस्ता भला गुरु यस्ता आत्मिकता गुरु सधैँ परमेश्वरको इच्छा र परमेश्वरको हित खोज्नुहुने तपाईँ हामी सबैको एउटै गुरु यीशु मसीहको नाउँमा यीशु मसीहलाई पनि शिरभन्दा माथि लगेर सम्मान गरौँ त। आज उहाँको नाउँमा भूतहरू हटे, उहाँका नाउँमा रोगहरू निको भए, उहाँको नाउँमा अशान्ति बनाउने पुर्खादेखिका श्रापको कारण काम गर्ने शैतानिक आत्माहरू दूर भए। त्यसकारण उहाँकै नाउँमा सर्वशक्तिमान ईश्वर पिता परमात्माले आशीर्वाद र महिमा दिनुभयो, चङ्गाई दिनुभयो। तालीलाई कसैले पनि कन्कुचै नगर्नु होला है। जति बजाउँछौँ ताली त्यति हुन्छ हाम्रो रोगको गाली। हामी उपचार गर्न आएका छौँ यहाँ। हामी ईश्वरबाट उपचार, ईश्वरबाट शान्ति, ईश्वरबाट महिमा, ईश्वरबाट चङ्गाई लिन आएका छौँ। कहाँ कहाँदेखि कति खर्च गरेर, कति दुःख गरेर, निद हराम गरेर परमेश्वरको पासमा उपचार गर्न आएका छौँ। त अहिले वचन आयो त परमेश्वरको वचनको साथमा हामी सबैको उपचार यीशु मसीहको नाउँमा वचनको साथमा भइसकेको छ। भएकोमा खै त शिरभन्दा माथि। धन्यवाद ईश्वर। जति ताली बजाउँछौँ नि त्यति तालीबाट हाम्रा रोगहरू भाग्छ, हाम्रा समस्याहरू भाग्छ, हाम्रा चिन्ताहरू भाग्छ, हाम्रा गरिबीपनहरू भाग्छ, हाम्रा समस्याहरू भाग्छ। त्यसैले त ताली जति बजाउँछौँ दिल खोजेर खोलेर त्यति जीवनमा शान्ति आनन्द महिमा जाग्छ। धन्यवाद गर्छु सर्वशक्तिमान परम ईश्वर परमपिता परमात्मा, हजुरलाई धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा लाग्न सक्ला। यीशु मसीह भनेको छ अनि परमेश्वर भनेको छ, के हो भने जस्तो लाग्ला। तर त्यो आत्मालाई हामीले नबनाइकन सर्वशक्तिमान पिता आत्मा हुनुहुन्छ त परमेश्वरलाई भेट्ने माध्यम हाम्रा गुरु यीशुको नाम हो। त्यो नाउँको द्वारा आज जगत र रगत बनाउने सर्वशक्तिमान ईश्वरलाई भेट्न पाएका छौँ। त्यसकारण डराउनु पर्दैन। यहाँ धर्मको र जातको कुरा हुँदैन, यहाँ उद्धारको र शान्तिको कुरा हुन्छ, यहाँ महिमाको र चङ्गाईको कुरा हुन्छ, यहाँ विश्वासको र आनन्दको कुरा हुन्छ, यहाँ शान्तिको र महिमाको कुरा हुन्छ। त्यसकारण यही वचनमा सर्वशक्तिमान ईश्वरले उद्धार गरिसक्नु भएको छ, महिमा दिइसक्नु भएको छ। यस्तो आत्मा बनाउनुहोस्। हाम्रो आत्मा जमिन हो, जसरी हामी भुइँमा बसेका छौँ, यो जमिनमा बसेका छौँ, त्यस्तै एक प्रकारको जमिन हो। हामी सबैको आत्मा जमिन हो अनि सर्वशक्तिमान ईश्वरको वचन चाहिँ बिउ हो। त्यसकारण सही वचन सही जमिनमा पर्छ नि तब वचन उम्रिन्छ। वचन उम्रिनु, बिउ उम्रिनु भनेको फल लाग्नु हो। जब फल लाग्नु भनेको हाम्रो जीवनमा अरू नयाँ गवाईहरू प्रकट हुनु हो। यसै गरी भयो त आज सुर्खेतबाट गवाई बताउनु भयो हाम्रो सार हजुरले। त त्यस्तो जीवनलाई आज यस्तो बनाइदिनु भयो, बनाउनु भयो कि भएन?
हिजो कस्तो जीवन रहेछ त। त्यसकारण परमेश्वरको महिमामा आएपछि यस्तो उद्धारको जीवन, शान्तिको जीवन। विष खाएको थियो बच्चाले, डाक्टरबाट अब हुँदैन भन्नुभएको थियो, तर ईश्वरले बच्चा मबाट हुन्छ, ऊ अनजान छ, ऊ बालक छ, संसारले गर्न नसकेको काम म गरेर देखाउँछु भनेर परमेश्वर पिताले गरेर देखाउनु भएन त? भयो कि नै त? भयो नि। आजका गवाईहरू यस्तो महत्त्वपूर्ण कुरा छ। यहाँ आएर खाने औषधि नै गवाई हो। जति गवाई कानबाट सुन्यौं त्यति हाम्रो जिन्दगीका नसाको भित्र गुदी, हड्डीको भित्र गुदीसम्म बसेका चुम्बक झैं टाँसेर बसेका ती भूतहरू, ती पिशाचहरू, ती प्रेतका आत्माहरूका कामहरू सबै गवाईको साथमा यसको नाउँमा परमेश्वरले नष्ट पारिदिनु भएको छ। त्यसै कारण त ब्लड क्यान्सर जस्तो बिमार आज छैन भन्ने रिपोर्टमा परमेश्वरले देखाइदिनु भयो। ब्लड क्यान्सर थियो हिजो, त आज ब्लड क्यान्सर जब परमेश्वरको वचनमा जुट्नु भयो, ब्लड क्यान्सर छैन भन्ने योग्य सर्वशक्तिमान ईश्वरले बनाउनु भयो। यो योजना किडनी फेल थियो त पाठ्यक्रममा सिस थियो, आज छैन भन्ने कसले बनाउनु भयो त? परमेश्वरले। जब त विश्वास गर्यौं तब परमेश्वरले प्रुफ देखाउनु भयो। त्यसै हामी सबै गवाई हो। यहाँबाट बताउनेको लागि मात्रै गवाई हुँदो रहेछ। हामीले बताउन पाएनौँ, हामीले गवाई पाउँदैनौँ कि क्यारै होइन। सुन्दा सुन्दै हिजो उहाँहरूले पनि सुन्नु भएको थियो, आज गवाई बताउने योग्य बनाउनु भयो। त आज हजुरहरूले पनि सुन्नु भएको छ, त परमेश्वरले गवाई दिने योग्य बनाइसक्नु भएको छ। भइसक्यो। जीवनमा सबै गवाई नै गवाई हो। यी गवाईको थुप्रो हो। सबको जीवनमा गवाई छ, छैन त? कतिजनासँग छ गवाई? हात उठाउनुहोस् न, गवाई हुनेले मात्रै। धन्यवाद ईश्वर, सबैको जीवनमा काम गरेर देखाउनु भयो पिता। हजुरलाई कुन शब्दले धन्यवाद टक्र्याउँ परमात्मा? तपाईँको महिमा अपरम्पार छ। त्यसकारण त परमेश्वर हामीलाई भन्नुहुन्छ, मेरो बालकहरू, तिमीहरूले जब आत्मा परिवर्तन गर्छौ नि, तब तिम्रो जीवनमा तिमीले नसोचेका कुराहरू तिम्रो अगाडि ल्याएर मैले प्रकट गर्नेछु भनेको कुरा आज सर्वशक्तिमान ईश्वरले तयारी गरेर दिनुभयो। धन्य होस् ईश्वर। हजुरलाई यसु मसीहको नाउँमा अनगिन्ती धन्यवाद टक्र्याउन चाहन्छु। सर्वशक्तिमान ईश्वर यसु मसीहको नाउँमा। त्यसै कारण त परमेश्वरका हात हतियार धारणा गर, जो एफिसी ठुलो 6 को सानो 10 मा सर्वशक्तिमान ईश्वरले हामीलाई वचनको